चाहिँ हाम्रो बहिनी चाहिँ पुरा पछाडि पछाडि भिडियो गर्दै गर्दै आउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो त्यो सनसेट दामी लाग्यो भनेर चाहिँ भिडियो बनाउँदै थियो। अरू मेरो देखिएन, यो चाहिँ यो सनसेट चाहिँ एकदम दामी लाग्यो अरे हाम्रो बहिनीलाई चाहिँ, त्यही भएर भिडियो गर्दै गर्दै हुनुहुन्छ। अनि यहाँनिर चाहिँ छ हाम्रो पुरानो सोमबारे स्कुल बुद्ध मावि। अनि यहाँ हुनुहुन्छ मेरो प्यारी नन्द, झोला बोकेर भाउजूलाई झोला बोक्न सघाउँदै हुनुहुन्छ। अनि चट्ट लाएर कति राम्रो देखेको हौ यहाँ त, हो साँच्चै भनेको हो। अनि यहाँ चाहिँ हाम्रो नयाँ ग्राउन्ड बनिँदैछ फुटबल खेल्ने। हामी दुईजना मात्र नराम्रो देखेको होला नि, छाता साता चाहिँ हामी मात्र नराम्रो देखेको होला हौ होइन। अब हेर्नुहोस् त यहाँ सिन कस्तो राम्रो देखेको, हामी मान्छे मात्र नराम्रो रहेछौँ, ठाउँ त राम्रै हो होइन त। ल हेर्नु न उतैमा कस्तो दामी, जुम गर्नु न, कस्तो दामीवाला होइन, कस्तो दामी कस्तो दामी। मैले बल्ल बल्ल एउटा ट्रिक पाएको छु क्या, यो भिडियो बनाउने तरिका चाहिँ यो बहिनीहरूसँग नहिँडेको भए मैले यो भिडियो बनाउने ट्रिकै थाहा पाउँदिनँ थिएँ। बहिनीहरूसँग हिँडेर चाहिँ मैले सङ्गतले चाहिँ मैले अलिकति एउटा एक्स्ट्रा कुरा थाहा पाएँ होइन। अनि आज कति दिनमा चाहिँ सोमबारे बजार घुमेर सपिङ दर सपिङ गरेर हामी चाहिँ अब घरतिर जाँदैछौँ। चट्ट लाएर चटपटे खाइयो होइन। कति चाहिँ राम्रो देखेको हो, कति चाहिँ राम्रो देखेको हाम्रो बहिनी चाहिँ आज सोनिया चाहिँ। जता गरेर पनि सोनियालाई देखाउनु मन लाग्छ त हो। यहाँ चाहिँ मैले खुस राम्रो देखेँ भनेको यहाँ बुरुक 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 उफ्रिँदै जाँदै हुन्छ हाम्रो सोनिया चाहिँ। हो साँच्चै कति राम्रो देखिरहेछ हौ। वाह भाउजू, भाउजूको आएर यता चाहिँ पोज दिनु पोज। वाह भाउजू कस्तो दामी आएको होइन नि, यति राम्री भाउजू पाएको छ के गर्न राम्रो। अब घर पुग्नु लाग्यो मामी चाहिँ। अनि हाम्रो बहिनी चाहिँ पुरा एउटा सायरी भनेर होइन, अनि म यहाँ फेरि रेकर्ड गर्छु भन न भनेको त ऊ भाग्यो। म कहाँ भन्छु त नि, मेरो त नि आफूले आफ्नै कुरा गरेर बेइज्जत गरे जस्तो हुँदैन। नन्दज्यूले भनेको सायरी, तर सोनियाको माथि बादल यता छ मकै बारी देखेर दराम दराम गर्न थाल्नु भइसक्यो। कस्तो उयो देखिरहेछ हौ सोनिया, यहाँ भुइँमा चाहिँ मान्छे अनि माथि चाहिँ के अरे उयसमा चाहिँ यति थाल जस्तो कालो यस्तो उयो जस्तो क्या। अब र यो बादल हिँड्दैछ, मुख गरेर देखिन्छ, आँखाले त देखिन्छ, भिडियोमा चाहिँ देखिन्छ कि देखिँदैन आई डोन्ट नो होइन हो। ल गाइस अब चाहिँ हामी घर पुग्नु लागेको छौँ। स्थिति ला म त झोलाको पालो पनि दिइनँ है साथीहरू। अनि अब चाहिँ घर पुग्छौँ। आजलाई चाहिँ हाम्रो मिनी भ्लग मिनी भिडियो चाहिँ यहीँ स्टप गर्नु होला। बाई बाई।